हेलो गुड मर्निङ नमस्ते। यहाँहरू सबैजना सोचिरहनुहुन्छ र म पनि यहाँ सोचिरहेछु। हामी चाहिँ आज कहाँ आएको भनेदेखि सुन्दरी जल घुम्न आएको। यो चाहिँ के भन्छ भनेदेखि म चाहिँ फर्स्ट टाइम आएको हो सुन्दरी जल। अनि यो चाहिँ के भन्छ भनेदेखि ड्याम के जाति अरे है साथीहरू। यस्तो राम्रो पोखरी छ भनेदेखि पोखरी ड्याम कस्तो राम्रो रहेछ। त्यही पनि अलिक के भन्छ अलिक मिल्ने साथी नै राम्रोसँग छैन। अब फेरि एकचोटि आउनुपर्छ मिल्ने साथीसँग। खासै मजा आएको छैन अहिले त। त्यति के भन्छ राम्रो साथी नैहरू नै छैन, त्यही भएर अलिक राम्रो आएको छैन। यो चाहिँ ड्यामभरि हेर्नुहोस् गाइस कस्तो दामी छ भन्दा ड्याममा गएको राम्रो यस्तो छ। घाम चर्किरहेको छ हेर्नुहोस्। अनि ठिकै छ, यहीँ मात्रै बनाउँदैन अरूतिर पनि बनाउँछु, तपाईँहरूलाई देखाउने छु। अलिअलि सानो सानो टुक्राहरू पनि तपाईँहरू पनि आउनु है। राम्रो यस्तो दामी छ भनेदेखि आम्मामा बबाल छ। जङ्गल त्यसै जङ्गलको बिचमा रहेछ। तपाईँहरूलाई राम्रोसँगले त देखाउन सकिनँ होला, त्यही पनि हल्का फुल्का चाहिँ देखाउने कोसिस गरिरहेको छु। राम्रो त फर्स्ट टाइम हो भ्लग बनाएको, मिनी भ्लग। राम्रोसँगले बनाउन त आउँदैन, त्यही पनि हेर्नु होला कस्तो दामी छ भनेदेखि। हरियाली जङ्गलको बिचमा पोखरी है। अनि त्यसपछिदेखि त्यस्तै हो। यहाँदेखि माथि यता के भन्छ अरे, यहाँदेखि माथि गयो भनेदेखि अलिक गाउँ साइड आउँछ अरे। गाउँ साइड त्यहाँ उकालो छ, तर लास्टै तपाईँहरू आउनुभयो भने चाहिँ हिँड्न नसक्ने मान्छेको त काम छैन। उकालो छ, टर्नी छ उकालो, त्यहाँ तलदेखिको उकालै आउनुपर्छ। त्यही नै हो। जस्तो तपाईँहरूलाई के हुन्छ सबै देखाउने कोसिस गर्छु। त्यही पनि तपाईँ साथीसँग घुम्न जानुभएको होइन र एक्लै जानुभएको र भन्नु होला, तर साथीहरू पनि हुनुहुन्छ, तर उहाँहरू चाहिँ आफ्नै पारामा हुनुहुन्छ। त्यही हो नै हो। म चाहिँ आफ्नै पारामा, मलाई अलिक के भन्छ मन मिल्ने भनौँ न के भनौँ, अलिक त्यस्तै हो। म आफ्नै पारामा घुमिरहेको छु, त्यही नै हो। एक्लै तर फिल चाहिँ भइरहेको छ, एक्लै आए जस्तो नि फिल भइरहेछ, किनकि अलिक मिल्ने साथी नै छैन, त्यही भएर हो। त्यस्तै हो। अब उनीहरू आफ्नै पारामा हुनुहुन्छ, म आफ्नै पारामा। खासै मान्छेहरू त आउने जाने त भइराख्ने रहेछ, ठिकै छ। अब कता कता गइन्छ, त्यही पनि जानु परिहाल्यो। आइसकेपछि घुम्नु परिहाल्यो, त्यही नै हो। देखाउने छु तपाईँहरूलाई सानोतिनो मिनी भ्लग आज ड्युटी, आज शनिबार छुट्टीको टाइम बनाएर आयो हामी घुम्नलाई। तर मलाई चाहिँ आज कहाँ आए जस्तै भइरहेछ, बोर लागिरहेछ। तर ठाउँ रमाइलो छ, त्यही नै हो। ठाउँ चाहिँ रमाइलो छ, बबाल छ। तपाईँहरू पनि आउनु सक्नुहुन्छ, भिजिट गर्न सक्नुहुन्छ है। यो चाहिँ सुन्दरी जल भन्दो रहेछ। सुन्दरी जल आएकै थिइनँ, म चाहिँ फर्स्ट टाइम आएको हो। त्यस्तै हो। माथि उकालो चढ्दै जानुपर्छ हौ, माथि सिँढी त्यहाँ माथि कता गाउँ साइड कता हो पनि जानुपर्छ अरे। त्यस्तै हो। त्यो साम्ची घुमेर पनि फर्किन थाल्यौँ, त्यही नै हो। अब कता गइन्छ थाहा छैन, अब कुन ठाउँ गइन्छ सबै देखाउने नै छु। हामी यो जङ्गल छ, त्यो जङ्गल यस्तो दामी छ क्या, यस्तो दामी हरियाली नजारा यस्तो दामी छ भनेदेखि किन हो। अब सानोतिनो मिनी भ्लग लिएर आउँछु, त्यही नै हो। अब मन्दिरतर्फ लाग्यो। अब मन्दिरतिर पसिन्छ, यसो पस्न मिल्छ भनेदेखि पसिनु, नत्र भने दर्शन गर्न हिँड्यो मन्दिरतर्फ। तल छ मन्दिर, ठ्याक्कै हामी चाहिँ मन्दिर आइसकिसक्यो। हेर्नु होला दामी छ मन्दिर, दामी रहेछ यसो हामी पनि घन्टी सन्टी बजाइदिन्छ। कस्तो दामी झाडा छ मन्दिर।
फेरि तलतिर झरिमै मन्दिर फेरि त्यो देखेको छ त्यहाँ छ त्यस्तो दामी हेर्नु गाइस तपाईँहरू पनि आउँदै एकचोटि भिजिट गर्नुलाई कस्तो दामी नजारा छ भने तर यो चाहिँ भएन क्या यो चाहिँ भएन यो ल्याउने यो यसको लिएर फोहोर खालेर यसको लिएर खाएपछि फोहोर खाना अलिक सुरक्षित ठाउँमा खानु पऱ्यो नि हेर्नु कस्तो दामी छ दामी मान्छेहरू चाहिँ सबैजना